गुड मर्निङ साथीहरू। म फिलहाल अहिले मेरो घर चाहिँ धनकुटा हो, 6 नम्बर बुधबारे। फिलहाल म इन्डिया हरियाणा बहादुरगढ भन्ने ठाउँमा काम गरिरहेछु। जति पनि हाम्रो साथीभाइ, नेपालको कोही पनि साथीभाइहरू दुबई, कतार, युए, इजरायल और इरानमा हुनुहुन्छ भने सबै साथीहरू वापस आउनु होला। र म यही भन्न चाहन्छु, किनकि अब लडाइँ चल्दैछ वहाँ। पैसा भनेको त कमाइहालिन्छ, जिन्दगी नै नरहे त के कमाउनु र। त्यसै कारणले सबै साथीहरूलाई यही सुझाव दिन्छु कि भाइ बहिनीहरूलाई या कोही पनि आमा बुवा दाजुभाइ बहिनीहरूलाई, छोराछोरीहरूलाई यही सुझाव दिन्छु कि घर आउनु होला वापस तुरुन्तै। फिलहाल म इन्डियाको बहादुरगढ भन्ने ठाउँमा छु, सिक्युरिटी गार्डमा काम गरिरहेछु। ठिकै छ, कोही नि, अब गर्न त परिहाल्यो। त्यस कारणले सबै साथीहरूलाई यही भन्न चाहन्छु। म पनि अब दसैँमा त घर गइ नै हाल्छु, दसैँ या तिहारमा। र फिलहाल म ड्युटीमै छु। ल त साथीभाइ, स्टप गरौँ भिडियो। यही हो, अब मैले काम गरेको ठाउँ यही हो। यो जलेको कम्पनी हो, अब नयाँ बनाउँदैछन् यिनीहरूले। भित्र जलेको सबै रिपेयरिङ हुँदैछ। अब यसमा ड्युटी गर्नु परिरहेछ, खाली बस काम केही छैन। बस बसिरहने, गेट खोल्ने, गाडी निकाल्ने, त्यही गाडीहरू इन्ट्री गर्ने, बस यही काम। ओके।